गाइज हामी चाहिँ यहाँ एनर्जी मेट्रो स्टेसनबाट चाहिँ हिन्दू टेम्पलको लागि जानेछु म चाहिँ आज हैन। आज शनिबार छुट्टीको दिन म चाहिँ यहाँ अलकुच इक्विटी एमएसबाट चढेर यहाँ एनर्जी उत्रेँ। एनर्जी उत्रेर चाहिँ म हिँड्दैछु। अब हिन्दू टेम्पल जाँदैछु म र यही बाटो हो, एकदम सुनसान बाटो छ। यो बाटो सिधा चाहिँ हिन्दू टेम्पलसम्म पुग्छ नि, हेर्दै गर्नुहोस् त। अलिकति उता हिँडिसकेपछि चाहिँ हामी चाहिँ यहाँ प्लाजानिर आइसकेका छौँ। प्लाजाबाट चाहिँ मोड्नुपर्छ हामीले। यो प्लाजा आइसकेको छ। फुल पनि हेर्नु हामी चाहिँ यो प्लाजाको मोडमा आइसकेको छ। यहाँ त सिधा होइन, यो बाटो चाहिँ जानुपर्छ होइन। यो सिधा होइन, यो बाटो चाहिँ सिधै गयो भने चाहिँ हामी हिन्दू टेम्पल पुग्छौँ। त्यहाँ चाहिँ चर्च पनि छ, गुरुद्वारा पनि छ होइन, अनि मन्दिर पनि छ। हेर्दै गर्नु है त मेरो च्यानल। फाइनली गाइज हामी चाहिँ आइसकेका छौँ। हेर्छौँ यही हो हिन्दू टेम्पल। हिन्दू टेम्पल यही हो, आइसकेको छौँ। अब त्यहाँ टेम्पलभित्र चाहिँ अब भिडियो बनाउनु मिल्दैन हो, यहीँसम्म हो। अब गेटसम्म चाहिँ बनाइदिन्छु, त्योभन्दा उता चाहिँ बनाउनु मिल्दैन। अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला र सेयर गर्नु होला यो भिडियोलाई चाहिँ है त। हेर्नु जय श्री राम। आइसक्यो हामी चाहिँ। यो अगाडि भाग्यो भने चाहिँ यो गुरुद्वारा हो। यतातिर चाहिँ चर्च छ, यतातिर चाहिँ सेन्ट मिना चर्च रहेछ।